कति हैन खर्च गर्ने यसको सिलिङ डिटरमाइन गर्ने कुरादेखि सिम्पली एलोकेसन इफिसियन्सी अर्थात् बाँडफाँड गर्दा कुन क्राइटेरिया कुन प्रिन्सिपल बेस्ड भएर चाहिँ एलोकेट गर्ने रिसोर्सेस अनि सँगसँगै डिस्ट्रिब्युट गर्दाखेरि अथवा रिडिस्ट्रिब्युट गर्दा ट्याक्सेसनसँग सम्बन्धित भएर होस् या अन्य है त मेकानिजमबाट कसरी रिडिस्ट्रिब्युट गर्ने सोसल सेफ्टी नेट्सका कुरा छन् हैन जस्तो फर इक्जाम्पल हामीले जुन सिनियर सिटिजन्सहरूलाई चाहिँ ओल्ड एज अलाउन्सेस भनेर त्यो वृद्ध भत्ताहरू जस्तो दिन्छौँ त्यो कतिको प्र्याक्टिकबिलिटी छ त्यो कतिको नेसेसरी छ त्यो कतिको प्रोडक्टिभ छ ती कुरालाई पनि जोडिन्छ सँगसँगै अघि मैले भने खर्च गर्ने प्रक्रिया है खर्च गर्ने प्रक्रिया इज इट ट्रान्सप्यारेन्ट यो प्रक्रियाबाट खर्च सही तरिकाले भइरहेको छ यो तरिकाबाट खर्च चाहिँ पारदर्शी अकाउन्टेबल छ कि छैन